केमा त्यो उमेर हुँ जुन रजिस्ट्री कार्यालयले भन्छ मेरो आत्माले भनेको उमेर हुन सक्छ धेरै मानिसहरूले भन्न हिम्मत गर्ने उमेर वा मानिसहरूलाई दुखी बनाउने उमेर केमा त्यो उमेर हुँ जुन मलाहरू बन्छु म भएको उमेरमा लाहरूको चाना हो कसैलाई फरक पर्दैन त्यो उमेर वा त्यो उमेर जसको कोही योग्य छैन तपाईँ कति वर्ष हुनुहुन्छ भन्ने कुराले के फरक पार्छ तपाईसँग भएको पैसाले के फरक पार्छ तपाईको वास्तविक उमेरले तपाईलाई के फरक पार्छ जबसम्म तपाईँ केवल खराब गर्न बाँच्नुहुन्न गर्नको लागि मात्र आफ्नो जीवन बाँच्नु तपाईसँग भएको थोरै वा धेरै कुरामा खुसी रहनु हो जब हामी मर्छौँ हामी मृत्युको जीवनमा केही पनि लय जाँदैन हाम्रो परिचय पत्र पनि फोहोरमा जान्छ अरू कसैसँग रहन्छ साँचो उमेर साँच्चै बाँच्ने आनन्द मानिन्छ अभिनेत्री बाइको नाटक नगरी माया गर्नुमा न्यायाधीश नबनाइ क्षमा गर्ने क्षमतामा सधैँ जवानेन्द्र खुसी रहने बुद्धिमा ठगान सम्पत्ति जम्मा गर्नको लागि मात्र आफ्नो जीवन बाँच्नु हो तपाईसँग जे थोरै वा धेरै छ त्यसमा खुसी हुनु हो हामी मर्छौँ हामी मृत्युपछिको जीवनमा केही पनि लिएर जाँदैनौँ हाम्रो परिचय पत्र पनि रद्दीको टोकरीमा जान्छ अरू कसैसँग रहन्छ हामी त्यही उमेर हो जुन हामी सोच्छौँ हामी जति वर्ष बाँचे पनि फरक पर्दैनन् चेतावनी बिना कति दिन बित्छ भन्ने फरक पर्दैन तर हामी प्रत्येक दिन मनाउन सक्ने खुसी सहगान ती जम्मा गर्नको कि जम्मा गर्नको लागि मात्र आफ्नो जीवन बाँच्नु हो तपाईसँग जे थोरै वा धेरै छ त्यसमा खुसी हुनु हो हामी मर्छौँ हामी मृत्युपछिको जीवनमा केही पनि लिएर जाँदैन